जय हो मा पाथिभरा। आज चाहिँ पाथिभरा माताको यात्रा फिदिमदेखि म पाथिभरासम्मको भिडियो तपाईँहरूलाई देखाउँदैछु। उकालो धेरै चढियो, धेरै कष्ट भयो। कष्ट त के भन्नु, भगवान माताको दर्शन गर्न जाँदा, तर पनि थकावट त भएकै हो। त्यो त सत्य हो, त्यसलाई भन्नै पर्छ। किनभने उकालो बाटो यस्तो हुँदो रहेछ, कतिजना त अरूको काँध चढेर पनि जाँदो रहेछन्, हिँड्न नसकेर। हेर्नुहोस् त, यो अरूको काँध चढेर जाँदा के पुण्य पाइएला? यो बोक्नेले पुण्य पाउला या पैसा तिरेर जानेले पुण्य पाउला, भगवान जानुन्थ्यो। मलाई थाहा छैन, तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। तर यति चाहिँ म पक्का भन्छु, तीर्थ व्रत जति जे गर्नुहुन्छ तपाईँहरूले आफ्नो हात खुट्टा लाग्दै गर्नुहोस्, आफू हिँड्न सक्दै गर्नुहोस्। यसरी अरूको काँधमा चढेर जानु पर्यो भने त सायदै उल्टा फल पो पाइन्छ कि जस्तो पनि लाग्यो मलाई त। र दुःखको कुरो हो, बोकेर लाँदैछन्, उनीहरूले सेवा गर्दैछन्, पैसा लिँदैछन्, राम्रो कुरो। तर यसरी काँधमा चढेर जानुभन्दा चाहिँ समय छँदै जानुहोस् है। तीर्थव्रत जहाँ पनि जानुहुन्छ, यो अवस्थामा गुज्रेर पनि जानु चाहिँ अलिक उचित लागेन। जे होस्, जेने तेने उकालो चढ्यौँ, माताको मन्दिर नजिकै पुग्यौँ। मेरो 9 वर्षको सानो छोरा पनि यति लामो उकालो बाटो सहजैसँग हिँडेर माथि आइपुग्यो। झलक्क हेर्दा स्विजरल्यान्ड जस्तो, कटेजहरू बनिएको त्यस्तै, हिउँ परेको त्यस्तै, वरिपरि देखिएको लहरै हिम श्रृङ्खला, कञ्चनजङ्घा वरिपरि देखिएको यो हिम श्रृङ्खला अद्भुत, एकदम आनन्द आयो यो हेरेर। साह्रै रमाइलो भयो, साह्रै मजा आयो। घाम पनि लागेको छ, चिसो पनि छ, जताततै हिउँ पनि परेको छ। मेरो त पहिलो यात्रा हो यो माता पाथिभराको। साह्रै रमाइलो, यहाँको दृश्य साह्रै रमाइलो लाग्यो। यसरी घन्टी पनि झुन्डाइएका रहेछन्। धेरै तलदेखि अत्याधिक थाकेर माथि आइयो, गलेर माथि आइयो। तर जब माथि आएर मन्दिर परिसरमा आइपुग्यो, यस्तो लाग्यो मलाई अचानक, म यो उकालो बाटो त हिँडेर आएकै होइन जस्तो लाग्यो। म कतै कहीँबाट विश्राम गरेर फुत्त त्यहाँ निस्के जस्तो मलाई अनुभूति भयो। त्यो थकाइ, त्यो प्यास सबै कहाँ गयो गयो। म त कुनै संसारबाट फुत्त त्यहाँ आएँ कि जस्तो मैले अनुभव गरेँ। तपाईँलाई कस्तो लाग्छ त्यहाँ पुग्दा? धेरैको भनाइ यही छ कि माथि माताको मन्दिर अगाडि पुगेपछि सबै थकावटहरू बिर्सिन्छ, हराउँछ, या माताले हर्नुहुन्छ, फ्रेस फिल हुन्छ, तन्दुरुस्त फिल हुन्छ भनेर भन्नुभयो। मैले धेरैजनालाई सोधेँ, जिज्ञासा राखेँ, मलाई त यस्तो भयो, तपाईँहरूलाई कस्तो भयो भन्दा उहाँहरूले पनि त्यस्तै कुरा गर्नुभयो। अद्भुत आनन्द, यहाँको दृश्य, वरिपरिको दृश्य हेरेर यति साह्रो मजा आयो, यति धेरै मजा आयो। सायद मैले मेरो आफ्नो जीवनमा धेरै हिम श्रृङ्खलाहरू देखेँ, पुगेँ, तर यहाँको यो अद्भुत दृश्य, यो एकदमै अनौठो र एकदमै रमाइलो लाग्यो मलाई। धेरैजना त यहाँ आउनुभएको होला, धेरैले यो दृश्य देख्नु भएको होला। कतिजना यहाँ आएर पनि यो दृश्य देख्न पाउनु भएको छैन होला, किनभने यहाँको मौसम धेरै परिवर्तनशील छ। यहाँ यसरी बिना बादल, घाम लागेको उज्यालो मौसम चाहिँ एकदम कमै मात्रै मिल्दो रहेछ। एउटा भाग्यवश माताको कृपाले हामीले यो दृश्य देख्न पायौँ। माताको दर्शन साथसाथै यो वरिपरिको दृश्य पनि जुन दर्शन भयो, एकदम रमाइलो। यसरी हेर्नुहोस् न, उमेरले कहाँ छेक्छ र खेल्नलाई। हाम्रो उमेर धेरै ढल्के पनि यसरी केटाकेटी चाहिँ खेल्न साह्रै मजा आयो। हिउँमा तलमाथि कुद्न, लडीबडी गर्न, त्यो उकालो आएको थकाइ त यहाँ कहाँ फिलै हुँदैन, महसुसै हुँदैन। अर्कै आनन्द। हेर्नुहोस् त, नानीहरूले हिउँमा मजा गरेको वास्तवमै एउटा रमणीय अनि दिव्य हाम्रो यो यात्रा साह्रै नै रमाइलो भयो। यस्तो रमाइलो भयो कि हामीले यहाँ फोटो खिचुन्जेल, भिडियो बनाउन्जेल मजाले घाम लागेको थियो, दर्शन गरुन्जेल मजाले घाम लागेको थियो। जस्तो हामी हिँड्ने टाइम पनि भयो, त्यस्तै बादल आउन थाल्यो। तकरिबन 11, साढे 11 बजी बादल आयो। हेर्नुहोस् त, चारैतिर यति सफा छ, हावा पनि चलेको छैन। हेर्नुहोस् न, यस्तो शान्त, यस्तो अद्भुत आनन्द। यहाँ आँखा चिम्मा गरेर माताको अगाडि हात जोड्दा त एकदम नसोचेको एउटा आनन्द प्राप्त भयो।
साँच्चै नि मातासितकै एउटा कनेक्सन भएको मैले चाहिँ अनुभूति गरेँ आफूले आफूलाई। किनभने यति साह्रो ऊर्जावान मैले कुनै मन्दिरमा गएर आफूले आफूलाई महसुस गरेको थिइनँ जति महसुस मैले माता पाथिभराको मन्दिरमा गएर यो एउटा आफूले आफूलाई ऊर्जावान महसुस गरेँ। त्यत्रो थकाइको बावजुद पनि मैले आफूलाई तन्दुरुस्ती र फुर्ती